सबैजनालाई नमस्ते। आज म बनाउँदैछु सुपर टेस्टी चटपटे। यस्तो चटपटे बनाउँदैछु कि यो चटपटे बनाउँदै गर्दा मुख पनि मेरो रसाउँदै गइरहेको थियो। अब मैले एउटा भाँडो लिएर त्यसमा भुजा, चाउचाउ, मटर र मटर सँगसँगै थोरै डालमोट अनि चिप्स पनि राखिसकेपछि यता अशोक दाइले प्याज काट्दै हुनुहुन्छ भने हाम्रो अनु म्यामले सुप काट्दै हुनुहुन्छ। अनि त्यो मिक्स गर्नको लागि हामीले सबै टमाटर, प्याज, खुर्सानीहरू सबै काटकुट पारेर रेडी गरेर त्यो भाँडोमा राख्छौँ। ओ माई गड, यो हरियो खुर्सानी काट्ने को होला भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो अनु म्यामले काटिरहनु भएको थियो साइज मिलाउनको लागि। अनि साइडमा थोरै मुला पनि थियो, त्यो मुला पनि काटकुट पारेर सानो डिजाइनले काटकुट गरेर सुप फेरि अर्को सुप हाल्नुभयो। त्यो सुप हालिसकेपछि देखिसक्नुभयो निम्बु पनि निचारेको देख्नुभयो। सो त्यसैपछि हामीले थोरै मसलाहरू राख्छौँ। मसला राखिसकेपछि थोरै नुन पनि राख्छौँ। अनि अर्को टमाटर हाले सँगसँगै धनियाँ पनि काटकुट पारेर सबै रेडी बनाइसकेपछि मिक्स गर्दै यता अर्को के हो सोच्दै हामीले चुक पनि हाल्यौँ। चुक भने त बुझिसक्नु भएको होला, निम्बु है। त्यसको मिनिङ चाहिँ निम्बु, हाम्रो गाउँतिर निम्बु भन्छ। अनि अनु म्यामले देखिसक्नुभयो सुनको औँठी हातमा टलक्क टल्किँदैछ अनि मुसिरहनु भएको छ, एकदम राम्रोसँग मुसिरहनु भएको छ। अनि मुसिसकेपछि चम्चामा मैले लिइसकेपछि कोकसोक राखेर हाम्रो अशोकलाई दिएको त एकदमै गुड एन्ड बेस्ट चटपटे, अहिलेसम्मै नखाएको चटपटे चाहिँ बहिनी तिमीहरूले बनायो आज, एकदमै धेरै धन्यवाद। बाई गाइस।